सामुदायिक विकासको लागि के गर्न सकिन्छ सकिने जति गरौँ, नसकिनेलाई हेर्दैन हेरौँ। नेपालमै बसेर केही गरौँ भन्ने युवाहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ? जेसुकै गर भन्ने सन्देश दिन्छु। होइन, बस्नु मन लाग्छ भने बस्नुहोस्, मैले जबरजस्ती बस्नुहोस् भनेर बस्ने कुरा त होइन। लेख्नुपर्छ अब चाहिँ भन्ने चाहिँ के कारणले ड्राइभ गर्यो? त्यो कुरा त्यो बुकमा छर्लङ्ग सुरुको पेजमा चाहिँ छर्लङ्गै पारेको छु। कहिले काँधमा किताब बोकेर कहिले काँधमा राष्ट्रको जिम्मेवारी। वैज्ञानिक हुन्, शिक्षक हुन्, मन्त्री हुन्, तर सबैभन्दा पहिले उनी एक जनसेवक हुन्। उनी भाषणमा होइन कामको क्रान्ति देखाउने मान्छे हुन्। किताब बेचेर कारखाना चलाउन सक्ने, मन्त्री भएर पनि मन्त्रालयकै छानामुनि सुत्न सक्ने उनी हुन् महावीर पुन। It was very surprise to most of these, telecommunication engineers, professionals, because they thought that it would not work, but that worked. एक यस्तो व्यक्तित्व जसले टेक्नोलोजीलाई रुरल समाजको हितमा बदल्नु भयो। जहाँ सरकार पुग्न सकेन उहाँ पुग्नु भयो with Wi-Fi, with hope and with action. I would like to start more income generating programs that are feasible there in the mountains. I would like to promote tourism in more remote areas and build new trekking trails in the Annapurna region. उहाँको नेशनल इनोभेसन सेन्टरले पनि आज पनि युवाहरूलाई इन्स्पायर गरिरहेको छ टु थिङ्क, टु बिल्ड एन्ड टु स्टे इन नेपाल। आज म यो भिडियोमा महावीर पुनको जीवन, सोच, सङ्घर्ष र उहाँले दिएको प्रेरणादायी उदाहरणहरूलाई केही एक्सप्लेन गर्न जाँदैछु। किनभने कहिलेकाहीँ कुनै किताबमा पढेको नाम भन्दा पनि उहाँको काम र कथाले नै हामीलाई डिरेक्सन दिन सक्छ। My perspective can be a little bit different because I come from the grassroots level, especially in the rural areas of Nepal. So for me, open and free internet, is it should be open and free, not only in terms of regulation or accessibility. It is accessible for everybody in the urban areas, but it should be free of cost, or it should be free of some subsidized, free in some subsidized rate, even for the people who are living in the bottom of the pyramid, or for the people who are below the poverty line. So just saying it free and open does not make any sense for those people who cannot afford to have it. Thank you. आजको युवा पुस्ता जेनजी उनीहरू नारा मात्र होइन, उत्तर र पारदर्शी खोज्ने पुस्ता हुन्। जब सरकारले एकैचोटि 26 वटा डिजिटल प्लेटफर्म बन्द गर्यो, त्यो इन्टरनेटको मात्रै सटडाउन थिएन, त्यो सृजनशीलता, स्वतन्त्रता र प्रश्नहरू बन्द गर्ने प्रयास थियो। हामीले हाम्रो मुलुकमा कर तिरेछन् भन्ने आधारमा सामाजिक सञ्जालको रजिस्ट्रेसन गर्न खोजेका होइनौँ। सामाजिक सञ्जालको परिचालनले गर्दाखेरि समाजमा जे खालको चाहिँ यो साइबर क्राइमहरू बढाउने काम गरेका छ, यो सामाजिक सञ्जालले गर्ने चाहिँ जे अपराधको कुराहरू छन् नि, त्यो कुरा बढेर हाम्रो राजनीतिमा, हाम्रो अर्थनीतिमा, हाम्रो चाहिँ तपाईँको सामाजिक सांस्कृतिक क्षेत्रमा, हाम्रो सामाजिक सद्भाव, हाम्रो धार्मिक सहिष्णुता, हाम्रो सामाजिक सांस्कृतिक सहिष्णुता जे खालको खलल पर्ने काम गरेका छ, त्यसको लागि चाहिँ हामीले चाहिँ तिमीहरूको नियमन हुनु पर्यो, यो मुलुकको चाहिँ संविधान अनुसार त संविधान पालना गर्नु पर्यो, कानुनको पालना गर्नु पर्यो भन्न खोजेको हो। पैसा तिरेको तिरेर भनेर भने पैसा तिर्ने कुरा पनि अब अर्थ मन्त्रालयले हामीले के निवेदन गरेका छौँ भनेदेखि डिजिटल ट्याक्स र भ्याट चाहिँ लिँदाखेरि पनि त्यो संस्था नेपालमा चाहिँ दर्ता भएको हो कि भने यकिन गरेर मात्रै भ्याट र चाहिँ र ट्याक्स लिनु भनेको छ होइन। होइन भने पैसा बुझ्नु आयो जसले लिइदिने हो र अरू चाहिँ नेपालमा भएको अरू सबै संस्थाहरू त दर्ता भएकै हुनु पऱ्यो, भ्याट तिरेकै हुनु पऱ्यो भन्ने चाहिँ छ नि त। त्यही भएर अर्थ मन्त्रालयलाई पनि हामीले अनुरोध गरी पठाएका छौँ यसमा ध्यान दियोस् भनेर। र नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक सञ्जालहरू आजका मितिदेखि तिनीहरूको चाहिँ यो सञ्चालन चाहिँ हामी निष्क्रिय बनाउँछौँ। जेनजीका युवाहरूले सोधे डिजिटल नेपाल भनेको प्रविधिमा पहुँच हो कि नियन्त्रण?
रचनात्मक कामहरू रोक्ने हो कि प्रवर्धन गर्ने? टिकटक केवल मनोरञ्जनको माध्यम होइन, यही उनीहरूको व्यवसाय थियो, आवाज थियो, स्वतन्त्रता थियो। तर आज शिक्षा उही पुरानो ढरामा छ। रोजगारी छैन, ब्रेन ड्रेन चुलिँदैछ। युवाहरू भन्छन् देशभन्दा रोजगारीको भिसा महत्त्वपूर्ण लाग्न थालेको छ। चुनौती त यस्तो मात्र होइन, सधैँ हुन्छ चुनौती, आज मात्रै हुँदैन। मन्त्री हुनुभन्दा धेरै अगाडि महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्र सुरु गरे। किताब बेचेर उठाएको पैसा अटो थ्रेसर, मल बोक्ने ट्रली, सस्तो हल गाडी लगायत विभिन्न कृषि उपकरणहरू यी आफ्नै लगानीमा निर्माण गर्यो। हामी कहाँ भाषण धेरै छन्, मर्म छैन। राज्यले चासो नदिएको ठाउँमा उनी आफै पुगे किसानको खेतसम्म। सेल्फ रियलाइन टेक्नोलोजी, गाउँमै रोजगारी, गाउँमै सम्मान। तर बाटो सजिलो छैन। शिक्षक आन्दोलन अझै पूर्ण समाधानमा पुगेको छैन। स्थानीय तहमा प्राविधिक र प्रशासनिक क्षमताको अभाव छ। दक्ष जनशक्ति, पलायन दर अझै बढिरहेको छ। शिक्षा र रोजगारी बीच पुल छैन, खाडल छ। राजनीतिक अस्थिरता, नीति कार्यान्वयनमा ढिलाइ, यी सबै अगाडिका ढुङ्गाहरू हुन्। शिक्षक आन्दोलन छ, यसलाई गम्भीरतापूर्वक सुन्नुपर्नेछ। शिक्षा ऐन सुधार गर्नुपर्नेछ। विद्यालयहरूलाई स्थानीय तहमा जिम्मा दिने प्रस्ताव अगाडि आएको छ। शिक्षक सङ्ख्या सन्तुलन, विद्यालय मर्ज प्रक्रिया, शिक्षा गुणस्तर अनुगमन प्रणाली, यी सबै दिगो सुधारका पाइलाहरू हुन्। नयाँ शिक्षा ऐन तयार हुँदैछ जसले शिक्षकको सुरक्षा, सेवा र सरोकारलाई सुनिश्चित गर्नेछ। यी सबै कुराहरू सुधार गर्नुपर्नेछ अबको सरकारले। म्याग्दीको नाङ्गी गाउँ जहाँ बन्चर चलाएर हुर्केका महावीर पुन विदेश पढ्न गए युनिभर्सिटी अफ नेब्रास्का। तर फर्किए किनकि देशलाई सपनावादी होइन, कामवादी चाहिन्छ। आज मन्त्री भएका छन् तर मन्त्री क्वार्टर छैन, सरकारी गाडी छैन, सुरक्षा छैन। 6 किताब, चिया पसल र डेरा गाउँमै। सादगी नै शक्ति हो। जब काम साँचो हुन्छ तामझाम चाहिँदैन। उनी आफूलाई कबाडी मन्त्री भन्न रुचाउने गर्छन्। एउटा औपचारिक रूपमा मन्त्री भएको हो, तर व्यवहारमा चाहिँ म मन्त्री हुँदैन। अरूले चाहिँ सेवा सुविधाहरू छोडिरहनु भएको छ, हजुरको केही छ त्यस्तो मन्त्रीहरू बन्दै गर्दाखेरि? अब सेवा सुविधा मलाई केही पनि चाहिन्न। म चाहिँ अब मन्त्रालयमै बस्ने हो, त्यहीँ ओछ्यान लाउने हो, त्यहीँ सुत्ने हो। उनले पाएका राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारहरू सकेसम्म सोकेसमा राखेनन्, बिक्रीमा राखे। त्यसको पैसा फेरि जनहितमै लगानी गरियो। पुरस्कार झुन्ड्याउने होइन, बेचेर देश बनाउने हो। म्यागासेसे जस्ता महत्त्वपूर्ण पुरस्कार तथा अन्य पुरस्कारहरू सामाजिक सञ्जाल लगायतमा बिक्रीमा राखे। जेनजीले दिएको आवाज नयाँ सोच, पारदर्शिता र नवप्रवर्तनको माग हो। महावीर पुनको मन्त्रित्व त्यो आवाजको उत्तर बन्ने अवसर हो। शिक्षा, विज्ञान, कृषि, रोजगारी, यी सबै क्षेत्रमा कामको संस्कृति ल्याउने प्रयास हो। परिवर्तन भाषणले होइन, निर्णय र जिम्मेवारीबाट आउँछ। तर परिवर्तन यहीँबाट सुरु हुन्छ। विद्वानको लागि लेखेको होइन, विद्यार्थीहरूको लागि र युवाहरूको लागि लेखेको हो। युवाहरूले जिन्दगीमा केही न केही नयाँ तरिकाले सोच्नुपर्छ भनेर त्यस्तो किसिमको एउटा प्रेरणा दिनको लागि यो लेखेको हो। हामी युवा आवाजका निर्माता, समाधानका खोजकर्ता। हामी किताबको पाना पल्टाइरहेका थियौँ, अब कार्यको पाना लेख्ने समय आएको छ। सडकमा किताब बेच्नेदेखि नेपाल सरकारको मन्त्री बन्ने अवसर पाएका महावीर पुनको हिँड्ने बाटो, सपना र सङ्घर्षको बाटो कस्तो हुनेछ होला? कमेन्ट सेक्सनमा आफ्नो कमेन्ट गर्न सक्नुहुनेछ। हामी अर्को भिडियोमा भेट हुनेछौँ। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। च्यानललाई सब्सक्राइब गर्नुहोला, भिडियो लाइक, कमेन्ट र सेयर गर्नुहोला। सुकै गर, आफ्नो बुद्धि पुर्याएर गर, आफ्नो बुद्धिले आफ्नो विवेकले गर। अर्काको बुद्धिको पछाडि नहिँड, अर्काको झोला बोकेर नहिँड। आफूले राम्रो काम गरेर जे गर, चाहे आफ्नो लागि गर, ठिक छ, चाहे सकिन्छ भने समाजको लागि गर, चाहे देशको लागि गर, तर आफ्नो बुद्धिले गर। मैले चाहिँ यसो गर उसो गर भन्न कसैको सुझाव नमाग। मैले युवाहरूलाई जहिले पनि भन्छु कि सुझाव मागेर चाहिँ नहिँड, आफ्नो बुद्धिले निकाल।